लगाइछ हामी फाइनली आइपुग्यौं हाम्रो डेस्टिनेसनमा। मैले थरम जे भए पनि है ल त गाइस हामी यहाँ मेन मङमालुङको मेन धार्मिक स्थलको माथि मेन मन्दिरमा पूजा गरिसकेर अब लाग्दैछौँ उँधो बाटो। अचम्मको एक किसिमको यहाँको ढुङ्गा जुन चाहिँ एक अङ्गल हलाउन सकिने ढुङ्गा, तर ढुङ्गा ठुलो छ है। एक अचम्मको ढुङ्गा छ, हामी त्यो तपाईँलाई देखाउन गइरहेको छौँ गाइस। जाउँ है त अब त्यो ढुङ्गा भएको तिर। बिचमा चाहिँ तपाईँको मैदान रहेछ, दामी ठाउँ रहेछ। यत्रो ज्याकेट लाउँदा नि मलाई के भएको छैन, एकदम कुल फिल भइरहेछ हो। यस्तो हुँदै जान्छ है त गाइस। ल अब डाइरेक्ट सिधै मन्दिरमा भेट्टौँ। ल है त गाइस, अब यो कान्छी अम्लालेसम्म हल्लाउन सकिने ढुङ्गा रहेछ, एक अचम्मको ढुङ्गा तपाईँले देख्न सक्नुहुन्छ। त्यहाँ हामी आइपुगिसक्यौँ। ल त गाइस, अब हामी जाँदैछौँ कान्छी अम्लालेसम्म हल्लाउने ढुङ्गा। तर यो पापी मान्छेले हलायो भने हलिँदैन अरे। म चाहिँ कस्तो छु है गाइस। खै कहाँ पर्छ त्यो चामल। अब यहाँ बान हल्लिने हो कि होइन, मैले हलाउँदा अर्को हल्लाउँदा चाहिँ खै यो हुन त यो ढुङ्गा त कसरी हो। अब नझर्छ यो ढुङ्गा, झर्दैन पनि रे। अब हल्लाउनु पनि सकिन्छ अरे कान्छी अम्लाले है त। म नि हल्ला हेर्छु, पापी मान्छेले त सकिँदैन भन्छ गाइस। है त देखेर हल्लाउँ है त, सेवा गरेर लिँदो रहेछ त। ए ल त न पापी चाहिँ रहेन रहेछ गाइस, ढुङ्गा हल्लिन्छ हल्छ तपाईँहरू देख्नु। थैंक यू, आपका ये उपकार जिंदगी भर याद रहेगा मुझे। हेलो एभ्रिवान गाइज, नमस्ते सेवार, वेलकम ब्याक टु माई च्यानल। जुन तपाईँले हेरो देख्दै हुनुहुन्छ यो चाहिँ इलाम जिल्लाको प्रसिद्ध धार्मिक स्थल गजनमुखी धाम हो। र यो जुन मकैबारी देख्दै हुनुहुन्छ यसमा चाहिँ बृहत रूपमा प्रोग्राम हुन्छ है त गाइज, कार्तिक मन्थतिर। र यो बाटो चाहिँ गजनमुखी धार्मिक स्थलको मुनतिरको बाटो हो। यो बाटो हुँदै आज हामी जाँदैछौँ मङमालुङ जङ्गल, जहाँ चाहिँ एक किसिमको अनौठो ढुङ्गा छ। यो चाहिँ बर्खा खोला हो, जहाँ चाहिँ बर्खामा चाहिँ एकदम बर्खाको पानीले ठुलो हुन्छ र बर्खे खोला भनिएको। यो चाहिँ बतासे डाँडा है गाई, 24 घन्टा एकदम बतास परेर चलिरहन्छ। मलाई अहिलेसम्म थाहा भएको बतासे चलिरहने रहन्छ है। हावा तपाईँले आउँदैहरूको महसुस पनि गर्नुभयो होला है त गाइज। ल है गाइज, अब हामी चाहिँ मङमालुङ जङ्गलमा ढुङ्गा हल्लाउनु गइरहेको छौँ। एक प्रकारको अनौठो ढुङ्गा छ अरे हो। ढुङ्गा झनै जुङ्गा भनी पठाएको छु। अब कतिर मङमालुङ जङ्गलमा भेटौँ। हेलो, हामी माथि फाइनली रक्से बजार आइपुग्यौँ मङमालुङ जङ्गल जानुको लागि। अब यो पछाडिको रक्से बजार चाहिँ अब हामी अगाडि बढ्दैछौँ मङमालुङ जङ्गल जानुको लागि। अब क्यामेरा अगाडिपट्टि घुमाउँछु म। यो बाटो चाहिँ रबी टु लारुम्बा माङसेबुङ हुँदै दमक जाने बाटो गाइज। यो रक्सेदेखि ट्याक्कै माङसेबुङ जाँदाखेरिको बाटो हो गाइज, जहाँ चाहिँ यहाँदेखि हुँदै उता मङमालुङ जङ्गल गइन्छ। जङ्गलै हो, यहाँभित्र भएको के भनौँ, यहाँभित्र पनि देवीस्थल छैन, देवीस्थल मन्दिर छ यहाँभित्र, प्लस एउटा अचम्मको ढुङ्गा छ, त्यो पनि तपाईँलाई म देखाउनु गइरहेको छु। जाउँ यता अगाडि बढौँ है त बढौँ। माङसेबुङ धार्मिक तथा पर्यटन स्थल भ्रमण गर्नुहुनेहरूलाई हार्दिक स्वागत लेखिरहेछ रहेछ है। धन्यवाद स्वागत गर्नुभएकोमा। हामी जाउँ है त। बाटो यहाँ ओपनिङमा चाहिँ सुरुमा चाहिँ यस्तो रहेछ, अगाडि जाउँ। अगाडि त फेरि यस्तो छैन रहेछ, हामीलाई फसायो बाटोले है। जरा यस्तै चडक्क परेको होला भनेको त हुन त अर्ग्यानिकै रहेछ, चडक्कै परेको। हामी ल है गाइज, हामी चाहिँ जाँदैछौँ हिँडेर है। तर अलिक हेर्नुहोस् तुवालोले पो फोटोहरू भिडियोहरू राम्रो नहोला जस्तो छ हौ। वाउ, चियाबारी पनि रहेछ यहाँ चाहिँ है। तलतिर गाउँ रहेछ, गाउँ। तर त हेर्नुहोस् कस्तो मजाले हुस्सी आउँदैछ हो, यसले पो बिगार्ला छ त। अघि परदेखि देखिएको चियाबारी चाहिँ गाइज बस्ने ठाउँ पनि राम्रो रहेछ। डेटिङ स्पोट आयो ठाउँको रहेछ, डेटिङ बस्ने ठाउँको। डेटिङ त भइगयो पिकनिक खाने ठाउँ पनि रहेछ, यसो बसेर खाने हो त रहेछ त पिकनिक खाने पनि। तर चाहिँ नजाउँ होला, टाइम कम छ, आगोसागो पुगेको रहेछ, पिकनिक पनि खानु मिल्ने रहेछ। यहाँ जङ्गल रहेछ, माथि त टाढो रहेछ त सायद। तपाईँले देख्न सक्नुभयो यो टेम्पो कि गाडी कि के हो यो। यहाँ हो रहेछ, मान्छे सायद त्यहाँ माथि घुम्नु गइरहेको जस्तो छ।
यहाँ घर त छैन, यस्तो छ, सुनसान छ। माङमालु जङ्गल प्रवेश गर्नु अघि यो ढुङ्गाले चाहिँ आफ्नो एउटा फाल्टै विशेषता बोकेको छ है त गाइज। यहाँ चाहिँ पहिला नाकलाई हान्दाखेरि ढुङ्गा चर्किरहेछ, ढुङ्गै फाटिरहेछ, यसको फाल्टै एउटा विशेषता छ। यो जानकारी जान्नको लागि तपाईँले मलाई कमेन्ट बक्समा लेख्नु होला है त गाइज, के कस्तो लाग्छ। अब हामी जाँदैछौँ उकालो यो बाटो हुँदै, फेरि तपाईँलाई माथि माथिको मसिन देखाउने छु है गाइज। ल है त, ल है गाइज, बाटो दुईवटा रहेछ, यहाँदेखि जाने यहाँदेखि आउने। हेरौँ माथि जाउँ, हेरौँ के कस्तो छ है। कान्छी अम्लाले हल्लाउने ढुङ्गा भनेपछि कस्तो होला है गाइस, हेरौँ है त। ल गाइस, हामी जाँदैछौँ है। देख्न सक्नुहुन्छ तपाईँले बाटै यस्तो छ, लगभग पुग्नु आँट्यो होला भन्ने लागिरहेछ। एकदम लगभग पुग्नु आँट्यो होला है। छैन, मान्छे चाहिँ कस्तो देखिरहेछ? एकदम राम्रो, जङ्गल भन्दा पनि जङ्गल। ल गाइस, बिचमा चाहिँ तपाईँको मैदान रहेछ, दामी ठाउँ रहेछ। त्यत्रो ज्याकेट लाउँदा नि मलाई के भएको छैन, एकदम फिट भइरहेछ हो। यहाँदेखि हामी जान्छौँ नङ्दै माथि, यहाँ माथि यता माथि जाने बाटो त्यतै हो यताबाट यस्तो हुँदै जान्छ है त गाइस। ल अब डाइरेक्ट सिधै मन्दिरमा भेट्टौँ। ल गाइस, हामी फाइनली आइपुग्यौँ हाम्रो डेस्टिनेसनमा। तर यो चाहिँ हाँसुदेखि लेखेको रहेछ, अलिक मैले बुझिनँ किनकि म लिम्बू हो। मैले थरम जे भए पनि है अझै पनि तर मेन आउनु बाँकी रहेछ है गाइस। माथि यहाँ पनि रहेछ मेन जाने बाटो, यो लगभग टाढा रहेछ तर होइन यतिको ठिकै हो। घुम्ने ठाउँमा एकदम धेरै एकदम राम्रो रहेछ है ठाउँ गाइस। आरामसे बिस्तारै बिस्तारै घुम्दा लगभग निकै घन्टा लाग्ने रहेछ। ल गाइस, फाइनल्ली मेन मन्दिरमा हामी आइसकेका छौँ। तपाईँलाई म देखाउने छु अब अगाडिपट्टि भाग। ल देख्न सक्नुहुन्छ तपाईँले हाम्रो, वाउ यहाँ घन्टी ए निकै ठुलै रहेछ। क्यामेरामा त सानो देखेको, लगभग यो घन्टी ठुलै रहेछ। यसलाई एकचोटि ठटाइ हेरौँ है त, ठटालु तिमी। अब यता बालौँ होला है। त्यहाँ देख्नुहुन्छ गाइस, धेरैजनाले तिर्सुलहरू पाइसक्नु भएको रहेछ हो। हामी चाहिँ तिर्सुल चढाउन आएको छौँ, फर्स्ट टाइम आएको यसै। हामी चाहिँ यहाँ अब पूजा गर्न आएर छौँ, पूजा हुँदा यसो हल्का ल धुपसुप बालौँ होला, धुपसुपजीको। अब हामी एकैचोटि हात चाहिँ होला ढुङ्गा भेटौँला। ल त गाइस, हामी यहाँ मेन माङमालुङको मेन धार्मिक स्थलको माथि मेन मन्दिरमा पूजा गरिसकेर अब लाग्दैछौँ उँधो बाटो। अचम्मकै किसिमको यहाँको ढुङ्गा, जुन चाहिँ एक हल्लाउन सकिने ढुङ्गा, तर ढुङ्गा ठुलो छ है। एक अचम्मको ढुङ्गा छ, हामी त्यो तपाईँलाई देखाउनु गइरहेको छौँ गाइस। जाउँ है त अब त्यो ढुङ्गा भएकोतिर है त गाइस। कान्छी औँलाले हल्लाउने ढुङ्गा प्रवेश गर्नु अघि पत्ताहरू झरेर बाटो राम्रो भएको छ गाइस। ल है त गाइस, अब यो यत्रो ढुङ्गा चाहिँ एउटा हामीले नि के पो भन्छ त्यो हल्लाउने, लडाउने त होइन, हल्लाउने सम्मको ढुङ्गा चाहिँ छ। कान्छी औँलाले पनि हल्लाउन सकिने ढुङ्गा रहेछ, एक अचम्मको ढुङ्गा। तपाईँले देख्न सक्नुहुन्छ त्यहाँ हामी आइपुगिसक्यौँ। ढुङ्गा पनि देख्नुहुन्छ, तपाईँलाई चाहिँ म उता लगाएर देखाउने छु। ल त गाइस, अब हामी जाँदैछौँ कान्छी औँलालेसम्म हल्लाउने ढुङ्गा। तर यो पापी मान्छेले हल्लायो भने हलिँदैन अरे। म चाहिँ कस्तो छु है गाइस। खै कहाँ पर्छ त्यो चामल? अब यहाँ बा नहल्लिने हो कि होइन, मैले होला नि त अर्को हल्ला त। खै यो हुन त यो ढुङ्गा त कसरी हो, अब नझर्छ यो ढुङ्गा, झर्दैन पनि रे। अब हल्लाउनु पनि सकिन्छ अरे कान्छी औँलाले है त। म नि हल्ला हेर्छु, पापी मान्छेले त हल्ला सकिँदैन भन्छ गाइस। र त देखेर हल्लाउँ है त, सेवा गरेर लिँदो रहेछ त। ए ल न पापी चाहिँ रहेन रहेछ है, ढुङ्गा हल्लिन्छ हल्छु, तपाईँहरू देख्नु। थैंक यू, आपका ये उपकार जिंदगी भर याद रहेगा मुझे। फेरि हल्लाउ एकचोटि देखिएन राम्रोसँग। पहिला जेठी औँलाले हल्लाउँ,
हल्लियो है गाइस हल्लियो देख्दै हुन्छ ल हल्लेको ढुङ्गा है यौनाले हल्लाउँ अर्को मान्छे बलै पर्नुपर्ने रहेछ त्यसपछि यौनाले नि हल्लाउँ हल्लियो गाइस अरूलाई त दुख्ने रहेछ फेरि यौनाले नि हल्लाउँ हल्लिन्छ हल्लियो तर देखिएन होला हल्लिएको देखिँदैछ हल्लाउ न ल हल्लियो यौनाले लास्ट अब कान्छी यौनाले कान्छीमा गाह्रै हुने रहेछ गाइस हल्लिँदो रहेछ लु हल्लियो हल्लियो यो ढुङ्गा यी है अलिक अम्लाले चाहिँ गाह्रो हुने रहेछ यो अब अरू ढुङ्गा त यस्तो हल्लाउन सकिँदैन यो चाहिँ कुनै थाहा भएन मलाई नि दियोस् हल्लिँदो रहेछ एक अचम्मेको छ यो ढुङ्गा हेर्नु है गाइस मुनि केही छैन केही तर पनि यो ढुङ्गा हल्लिन्छ रहेछ यहाँ मुनि चाहिँ यस्तो छ अलिक हेर्नु तुवालोले गर्दा राम्रो चाहिँ आएन तर भने यस्तो यतापट्टिदेखि देखाइदिन्छु लडिन्छ कि क्या पऱ्यो यहाँदेखि लड्यो फेरि गइन्छ खेर यस्तो चाहिँ ढुङ्गा यस्तो छ यहाँ हेर्नु तलपट्ट केही नभएर हल्लेको भन्नुहुन्छ होला यस्तो छ र पनि यो ढुङ्गा हल्लिँदो रहेछ है त यस्तो छ है ल यो ढुङ्गा पनि देखाइसकेँ तपाईँलाई अब हामी लाग्नेछौँ बाटो ल गाइस हामी चाहिँ पूजा सकेर फर्किँदैछौँ है अब लगभग तल पुग्नु कति पनि छैन ढुङ्गा पनि हल्लायो ढुङ्गा पनि देख्नुभयो होला हजुरहरूले फर्किँदाखेरि यस्तो रहेछ राम्रो ठाउँ रहेछ है गाइस एकचोटि तपाईँहरू पनि आउनुहोस् घुम्नुहोस् रमाउनुहोस् इन्जोय गर्नुहोस् यहाँ चाहिँ यस्तो पनि रहेछ है यो ढुङ्गादेखि छिरेर माथि निस्किने ठाउँ रहेछ यहाँ भित्रदेखि छिरेर यतादेखि है तर अहिले समय नभएको कारणले मौसम पनि खराब छ पुरा तुवा लागिरहेछ त्यही भएर म नछिर्ने लगभग यो माथि ट्याक्कै कहाँ निस्किन्छ भने 100 मिटर माथि है 100 मिटर भन्दा पनि ज्यादा रहेछ 200 मिटर जस्तो माथि निस्किँदो रहेछ हामी अहिले निस्किँदैन छिर्दिन यहाँनिर देख्न सक्नुहुन्छ मौसमी पुरा यस्तो भइरहेछ गणाङ गुडुङ आकाश गरिरहेछ गाइस त्यही भएर हामी अब सरासर बाटोतिर लाग्छौँ घरतिर लाग्छौँ बिहानदेखि पनि खाएको छैन यहाँ सेवा गर्ने आउने भनेर पूजा गर्न आउने भनेर लगभग कति भइसक्यो 12 क्रस चाहिँ भएको छैन रहेछ 12 चाहिँ बज्नु आँटेछ हजुरहरूलाई मेरो भिडियो के कस्तो लाग्छ लाइक शेयर कमेन्ट गरिदिनु होला है गाइज